यो चाहिँ एउटा भाउचर सिस्टम तपाईँले आफ्नो वेबसाइटमा चाहिँ राख्न सक्नुभयो। अनि यसको युज केसेसहरू धेरै नै छ। जस्तो माइक्रो ट्रान्जेक्सन्सको लागि युज केस हुन्छ। हरेक ब्लक पढ्दा 2 रुपियाँ लिन्छु भनेर भन्न सक्नुभयो यो भाउचर सिस्टम लगाएपछि चाहिँ। अनि आफूले भने जति यो सिस्टमले कसरी काम गर्छ भने आफूले भने जति भाउचर क्रिएट गर्ने अनि त्यो भाउचरहरूलाई चाहिँ सर्टेन प्राइस दिने। अनि यसको चाहिँ आफूले यो एउटा युआरएलबाट चाहिँ पेमेन्टहरू म्यानेज गर्ने। अनि एभ्री पेमेन्टको जस्तो 2 रुपियाँ 1 रुपियाँ त्यस्तो 3 रुपियाँ त्यस्तो माइक्रो ट्रान्जेक्सन्सहरूको चाहिँ त्यो चाहिँ रेकर्ड हुन्छ। तपाईँले मन लाग्यो त्यो भाउचर क्रिएट गर्न सक्नुहुने भयो। अनि त्यसबाहेक अब भाउचर ब्यालेन्स पनि चेक गर्न सक्नुभयो, भाउचर कोडहरू पनि हेर्न सक्नुभयो। तर यो भाउचर कसरी बेच्ने भन्दा चाहिँ म्यानुअल्ली बेच्ने। म्यानुअल्ली जस्तो वाट्सएपमा कुरा गरेर अथवा मेसेन्जरमा कुरा गरेर त्यसरी बेच्न सकियो है त। लगभग त्यस्तै नै हो। यसको युज केसेसहरू धेरै नै छ। आई थिङ्क माइक्रो ट्रान्जेक्सन्स इज द फ्युचर। किनभने फ्रीमा आएको कन्टेन्टहरू, फ्रीमा पाएको टुल्सहरू सधैँ राम्रो हुन्छ भन्ने हुँदैन। बट इफ इट क्यान गो टुवर्ड्स पेड होइन, स्मल अमाउन्टमा चाहिँ पे गर्न सकिने भयो भने त्यस्तोमा चाहिँ आई थिङ्क देयर इज अ लट अफ बेनिफिट टु द्याट काइन्ड अफ इन्टरनेट सिस्टम। किनभने सब्सक्रिप्सनको एकैचोटि ठुल्ठुलो अमाउन्ट तिर्नुभन्दा हरेक आर्टिकलको लागि थोरै थोरै तिर्न चाहिँ जो पनि रेडी हुन्छ। अनि एआई टुल्सको लागि, सफ्टवेयर्सको लागि अनलाइनमा जे छ त्यस्तोमा चाहिँ यो चाहिँ युज गर्न सक्नुभयो।